चिसो चिसो मौसम छ ल ल गाइस जाऊ जाऊ एक राउन्ड एक भयो अहिले त 5 राउन्ड बिस्तारै बिस्तारै गरेर थाकिन्छ अहिले ल ल ल प्यारोट पेंगुइन क्रो कति भयो त हेन पिगन सी सी ओ डब्लु सी आर ओ डब्लु क्रो फेरि यसो डुक्यो भने त ल ए छिटो राउ ल ल खाली गर्दियो आउट ऊ गर्दै ल खाली आउट ल ल ल ल हेलो गाइज वेलकम ब्याक टु माई न्यू एनदर भिडियो अनि आजको भिडियो चाहिँ यस्तो बवाल ल्याएर आएको छ अनि यहाँनिर मसँग छन् दुईजना प्रतिस्पर्धा युवाहरू सानो सानो हेलो सर हात मिलाऊ व्हाट इज योर नेम माय नेम इज सुमित महतो उर्फ काले व्हाट इज योर नेम माय नेम इज कृष्ण महतो उर्फ गोलु गोलु अनि गाइज यहाँनिर मसँग दुईजना छन् होइन यतातिर गोलु छन् भनेपछि यतातिर काले छन् सिधा 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 उभिने केटा हो ल भन केटा रेडी छौ ल अनि हामी चाहिँ के गर्नेवाला छौँ भन त केही कसैलाई आइडिया छ केही छ थाहा तिमीहरू दुईजना बिचमा बवाल कम्पिटिसन गराउँछु है त्यसमा चाहिँ रेन्डमली जे पनि हुनसक्छ म क्वेसन सोध्न सक्छु टास्कहरू गराउन सक्छु टास्क कामहरू गराउन सक्छु अनि तिमीहरूमा जो बढी एक्टिभ छ जसले बढी पोइन्ट ल्याउँछ त्यसले चाहिँ लास्टमा इनाम पाउँछ पुरस्कार प्राइज पाउँछ हारेको वाला पाइप गुस्टीले हान्ने हारेको वाला पाइपको सेटी खाने त्यो नगर्ने हारेको वालाले त्योभन्दा बवाल तरिकाको पाउँछ होइन अनि हारेको वालालाई के गर्ने हो हारेको वाला के गर्ने पनिसमेन्ट ओके टास्क कति टोटल टास्क कति 5 10 10 ओके आर यु रेडी गाइज दुईजना बवाल तरिकाको इनर्जी छ अनि तिमीहरूको पहिलो काम है रेडी तिमीहरूको पापा चोटी पुसअप 3 2 1 लगेर ल लाग है पापा चोटी को फास्ट पर्छ ल राम्रै गरी ल एक ल ल कालेको 2 गोलु कति भयो काउन्ट गर गोलुको 3 काले कति भयो 5 भयो कसको 5 भयो 4 भयो मेरो मेरो 5 ल उठ देखो 5 उठ ल 5 गएको एउटा क्वेशनको चाहिँ यसले चाहिँ 5 पोइन्ट पाउँछ है गाइज अहिलेको विनरको काली आइज ल म जस्तो सोच्छु त्यस्तै आन्सर दिने है मिस्टेक हुने बित्तिकै साइड जाने आउन भने पनि साइड जाने है हुन्छ ल व्हाट इज योर नेम माय नेम इज सुमित महतो अर्को भने चाहिँ तिम्रो व्हिच क्लास डु यु रिड आई डिड क्लास एलकेजी वेयर डु यु लिभ मतलब तिमी कहाँ बस्छौ हाउस रङ के रङ जाऊ तिमी साइड जाऊ ल काले आउट गोलु व्हाट इज योर नेम माय नेम इज कृष्ण महतो व्हिच क्लास डु यु रिड आई रिड इन क्लास 2 वेयर डु यु लिभ आई लिव इन पिपल लाडोटी ए अहिलेसम्म मिलाएको छ केटोले हु इज योर फेभरेट ब्लगर आर्यन ब्लग एन्ड सौरभ जोशी ल एउटा चाहिँ मेरो पनि फ्यान रहेछ है ल यहाँनिर यहाँनिर हाम्रो दुईटा टास्क भइसकेको छ अनि दुईटैमा फेरि एउटा जितेको छ के पापास पोइन्ट 50 को छ है अहिलेसम्म अब चाहिँ हामी जान्छौँ थर्ड टास्कतिर अनि थर्ड टास्क के हुन सक्छ केटा हो थाहा छैन है एक्सिडेन्ट छ केटा हो कतिको थर्ड टास्क एक्सिडेन्ट छ हो ल एउटा यो पुललाई छोराउने एउटा यो पुललाई छोराउने है ट्रायल ल ल यो गयो है यस्तै चाहिँ 1 2 कति मिनेटमा 5 राउन्ड यसरी गयो नेक्स्ट राउन्ड हुन्छ है ल केटा हो रेडी ल 3 2 जसले धकाल्छ त्यसको नम्बर काट्यो त्यो आउट हुन्छ सिधै अर्कोले जित्छ है जसले धकाल्यो नि जसले धकाल्यो त्यो सिधै बाहिर अर्कोले जित्छ है फेरि जसले धकाल्नु भएन ल 3 2 1 गडा
ल गाइस जाऊ जाऊ एक राउन्ड एक भयो अहिले त 5 राउन्ड बिस्तारै बिस्तारै गरेर थाकिन्छ अहिले ल ल ल ल बेटा ल ए काले 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 आउट ल ल भइहाल्यो भइहाल्यो Yo last go. You last go. Allah. नहीं ल ल ट्राई के अब हुँदैन नि अब हुँदैन नहीं अब चाहिँ टास्क 4 लगडा टास्क के थाहा पायौ थाहा पाएँ टास्क के थाहा पाए ल के गर्ने भन त खै टास्क कस्तो रे ल ल ल ल ल ल ल ल ल ठिक छ र लु ग एकछिन ल म भन्छु ल सिधा ल वार्म अप छौ कति मिनट तिम्रो दुईटामा जो बढी सक्छ त्यो जित्यो तिम्रो दुईटामा जसले सके नि धेरै त्यो विनर है 3 2 1 ल ल ल चान्स दियो है एकछिन ल चान्स दियो ब्यालेन्स हुन चान्स दियो ल अब भ्यागु तेजम गरिरहेछ गाई चाहिँ होइन दुइटै ल ल ल ल ल गोलु डाउन भयो ल ल विनर के छ कस्तो भइरहेछ फिल मस्त मस्त या गाइज हैन अब चाहिँ यिनीहरुको टास्क नम्बर कति गडा 5 5 4 4 कति 5 कति 4 काले इज राइट टास्क नम्बर 5 ल ए के हो पुरा एनर्जी छ क्या केटोलाई अब जोस त्यस्तै नि हुन्थ्यो ल ल ल अब हेर अनि टास्क नम्बर 5 मा के छ थाहा छ खपडन्ने के गर्ने रे आफुलाई थपडन के गर्ने रे आफुलाई